प्रकृति एकदमै राम्रो ठाउँ रहेछ, एकदमै के भन्छ प्रकृतिले चाहिँ एकदमै भरिपूर्ण ठाउँ रहेछ। तर आज बालक के भने हामीलाई पानी परेका कारणले गर्दाखेरि हामीले राम्रोसँग घुम्न पाएनौँ। हेर्नुहोस् तपाईँहरू आफै पनि हेर्न सक्नुहुन्छ प्रकृति रिसोर्टलाई। चारैतिर डाँडा काँडा, चारैतिर फुल, चारैतिर चाहिँ खुल्ला ठाउँ होइन। काठमाडौँ भ्यालीदेखि सबै देखिने ठाउँ रहेछ। तर के गर्ने, आज हामीले हेर्नै पाएनौँ, फेरि आउनु पर्ने भयो। सुसेलीले बसन्तलाई डाकु डाकु जस्तो, फुलसँगै अटुट नाता गाँसो गाँसो जस्तो। सुसेलीले बसन्तलाई डाकु डाकु जस्तो, फुलसँगै अटुट नाता गाँसो गाँसो जस्तो। नछोइने यो आकाश पनि छोइदेऊ छोइदेऊ जस्तो। यो दोष मेरो